छोरी त्यो घरमा जन्म हुन्छ जसमा भगवानले चाहनुहुन्छ कि यो घरमा छोरीको जन्म होस्, त्यसको घरमा मात्रै छोरी आउँछ, नत्र छोरी त चाहेर पनि प्राप्त हुँदैन हजुर। भाग्यले छोरा मिल्छ, केले मिल्छ रे? भाग्यले छोरा प्राप्त हुन्छ, तर सौभाग्यले छोरी मिल्छ हजुर। 1 2 होइन 100 भाग्य चाहिन्छ छोरी जन्मिनको लागि। आफ्नो खुट्टामा उभिने हुनु पर्दो रहेछ, आत्मबल दरो हुनु पर्दो रहेछ। जस्तो परिस्थितिसँग पनि म जुझ्न सक्छु। म रानीको राजाको छोरी हुँ, राजाको बुहारी हुँ, मलाई सुखै सुख हुन्छ, होइन रहेछ हजुर, होइन। परिस्थिति के आउँछ त्योसँग जुझ्न सक्छु भन्ने हिम्मत हुनु पर्दो रहेछ। त्यो हो नि त जीवन। त्यही भएर जीवनमा आउँछ उतार चढाव, सबको जीवनमा आउँछ, तर हर परिस्थितिसँग जुझ्नु पर्दो रहेछ। खूब प्रेमले यहाँ भगवती परम्बाको आमाको स्तुति गर्नुहुन्छ। र नवरात्र व्रत जस्तो व्रत, जो कोही पनि नवरात्रमा व्रत राख्दछ उसको हर इच्छा, हर मनोकामना यो धरतीमा पनि पूरा हुन्छ र परलोकमा पनि मोक्ष मिल्छ भन्नुहुन्छ। नवरात्रको व्रतमा बडो सुन्दर भाव छ। भगवान शिवको रात्र शिवरात्रि भने हामी कति दिन मनाउँछौँ? कति दिन? अलि जोडले भनिदिनु न, कति दिन? 1 दिन। भगवान शिवको रात 1 रात छ, शिवरात्र। तर परम्बा भगवतीको रात हेर्नु त कति रात छ? 9 रात छ हजुर, नवरात्र। जगदम्बा आमाको स्थानमा बडो माथि उच्च आसनमा राखिएको छ। आमा जगदम्बालाई यसरी नवरात्रको व्रतको महिमा वर्णन गर्नुहुन्छ। तब जन्मेजय बडो प्रसन्न हुन्छन्। यता सुदर्शन खूब माताको मन्दिर, देवीको मन्दिर बनाउनुहुन्छ। शत्रुजितकी माता लीलावतीलाई पनि आमाको स्थानमा खूब सेवा गर्नुहुन्छ। र अगाडि प्रभु श्री रामको कथा बडो सुन्दर भावसँग यहाँ अब प्रवेश गर्दैछौँ। भगवान रामको कथामा अगाडि छ। परम्बा भगवतीको दिव्य आशीर्वाद सबै हामी सबलाई मिलोस्। नवरात्रको महिमा श्रवण मात्रले पनि हाम्रो जीवनमा आनन्द प्राप्ति हुन्छ भनेर वर्णित गरिएको छ। भगवतीको कृपा सदा सर्वदा हामी सबैमा रहोस्। भगवानले सधैँ कल्याण गरून्। शाम्ब सदाशिव प्रभुले पशुपतिनाथ भगवानको आशीर्वाद सदा रहोस्। यो नेपाल आमाको भूमिमा जन्म हुन पाउनु हो भाग्य, पशुपतिनाथको सानिध्यता पाउनु अर्को भाग्य, मुक्तिनाथ भगवानको चरण शरण प्राप्त गर्नु अर्को सौभाग्य। आज यो दिव्य धाममा 100वटा कुण्ड भएको गायत्री आमाको महिमा बोकेको दिव्य शतकुण्डीय गायत्री कोटी होमको दिव्य आनन्दमा श्रीमद्देवी भागवतको आमाको महिमा बोकेको कथा हामी श्रवण गर्न पाउँदैछौँ। भगवान भोलेनाथको कृपा, गौरी मैयाको आशीर्वादले आज हामीलाई प्राप्त भएको छ। भक्तवत्सल भगवानको जय, शिवशंकर भोलानाथको जय। हरि शिवती